सो हेलो गाइज, तपाईलाई स्वागत छ मेरो च्यानलमा। सो गाइज, आजको टपिक रहेको छ हो तपाईले थाहा पाइसक्नु भएको छ थम्बनेल हेरेर। सो गाइज, यस्तो किन भयो म यसको बारेमा कुरा गर्न गइरहेको छु। सो गाइज, आजकलको समय भनेको डिजिटल टेक्नोलोजीको जमाना हो। एकदमै गलत प्रयोग गरिरहेका छन्। सो अस्ति भर्खर त्यस्तो त्यो आएको थियो नि, त्यो गङ्गु भन्ने होइन एउटा केटीको त्यस्तो भयो होइन। अब उसले विश्वास गलत केटोमा गरिन् भनेर धेरै कमेन्ट गरेको छ होइन। त्यो एकदमै सही हो, त्यो पनि अब गलत केटोमा गर्यो। मेन म यसमा के पोइन्ट दिन चाहन्छु भने, चाहे त्यो जस्तो सुकै मान्छे किन नहोस् कि त्यस्तो गर्न हक कसैलाई छैन कि। चाहे त्यो आफ्नो लभ स्टोरीमा पढोस्, चाहे त्यो होइन कुनै पनि अब उसमा होस्, त्यसरी आफ्नो हुन्छ नि गोपनीयता, चाहे त्यो आफ्नो लभर होस्, चाहे त्यो कसैलाई पनि त्यो देखाउने कुरा होइन कि। एक त त्यो भिडियो कलमा होइन कसैले देखाउने फोर्स गर्छ भने त्यसमा माया लुकेको हुँदैन, त्यसमा सरासर स्वार्थ लुकेको छ। आफैले बुझ्नुपर्ने कुरा होइन। तर खै मान्छेहरू किन बुझ्दैनन् होइन। माया अन्धो हुन्छ भन्छन्, अन्धकै तरिकाले विश्वास गर्छन्। सो एकदम स्याड फिल गर्छ। अब कति मानिसले त्यस्ता गलत भिडियो हेरेर आफ्नो कति वीर्य नाश गर्यो होला नि होइन। अब यसको बारेमा कोही पनि भन्न चाहँदैन, किनकि सबैभन्दा ठुलो सर्वनाश भनेको वीर्य नाश हो। यसलाई कोही पनि मान्छेहरू सही तरिकाले लिन खोज्दैनन्। म कति मेरो भिडियोमा भन्छु कि हस्तमेथुन तपाईँको सर्वनाश गरेर जानेछ। सो यो आदत तपाईँले छोडिदिनुहोस्। कतिपटक मैले भनिसकेँ, तर पनि मान्छेहरू यस्ता यस्ता भिडियो आयो भने आफूलाई कन्ट्रोल गर्न सक्दैनन् र आफ्नो जीवनी शक्ति खोएर सक्छन्। सो मेरो भिडियोमा के जानकारी दिन चाहन्छु भने, त्यो घटना चाहिँ लिक भयो, त्यसले भनेकी छन् आफै, धेरै पहिला नै हुनुपर्ने कुरा थियो। मैले त्यो भिडियो, उनको रिप्लाई भिडियो पनि मैले फेसबुकमा कता हेरेको थिएँ। उनले चिल पारामा हुन्छ रिल्याक्स, मैले कुनै पनि गल्ती गरिनँ टाइपमा एउटा भिडियो बनाएको छ कि हुन्छ नि, बिन्दास है जे भयो भयो, फाइदै भयो जस्तो टाइपमा एउटा भिडियो हालेको थिएँ होइन। यसले के जनाउँछ भनेपछि मान्छेमा श्रम भन्ने चिज हराइसक्यो कि हुन्छ नि, लाज श्रम भन्ने कुराहरू मान्छे हराइसके। यसलाई पनि अब नर्मली लिन लाग्यो कि मान्छेहरू। यो हुन्छ नि, यो चाहिँ त नर्मल हो, जे गर्दा पनि चल्छ भन्ने टाइपको अब मान्छेमा आदत लागिसक्यो। किनकि त्यस्तै भाले भिडियोहरू हेर्न थालिसकेपछि मान्छेलाई त्यो चिजलाई नर्मलाइजेसन गर्न थाल्छन् कि, त्यस्तै भइरहेको छ गाइस। सो म के भन्छु भनेपछि आफ्नो क्यारेक्टरलाई बचाउनुहोस्। मेरो बाबा पेरमानन्दजी महाराज बताउनुहुन्छ कि स्वास्थ्य गुमाउनु भयो भने खासै त्यत्तिकै गुमाउनु भएन, पैसा गुमाउनु भयो भने पनि त्यति खासै केही गुमाउनु भएन। यदि तपाईँले आफ्नो चरित्र गुमाउनु भयो भने सबै चिज गुमाउनु भयो भन्ने कुरा एउटा मेरो गुरुजी परमानन्द महाराजले बताउनु भएको थियो। सो म तपाईँलाई के जानकारी दिनु चाहन्छु भने, आफ्नो चरित्रलाई बचाउनु आवश्यक छ कि। अब हुन्छ नि, मान्छेले त्यो बाइचान्स भएको त्यो गल्ती भएको भए ती गङ्गु बहिनी एकदमै स्याड हुन्थिन्, दुःखी हुन्थिन्, रोएको भिडियो हाल्थिन्। मलाई लाग्छ कि त्यसमा जानबुझमा होइन विश्वास गरेर ठिकै छ गऱ्यो, रिल्याक्स, के छ त त्यसमा कुनै नयाँ नौलो के छ भन्ने टाइपको उनको रियाक्सन छ क्या। त्यस्तो गलत पनि हो होइन। अब खासमा मान्छेलाई गलत तरिकाले विश्वास पनि गर्ने होइन आजकलको समयमा होइन। यदि मायामा त्यस्तो हुन्छ भने पनि त्यो सरासर गलत हो, त्यस्तो गर्नु हुँदैन। सो म के भन्न चाहन्छु भने, तपाईँ आफूलाई बचाउनुहोस्। त्यस्तो काण्ड साण्ड आयो भन्दैमा आफ्नो जीवनी शक्तिको नाश नगर्नुहोस् गाइज। सो हाम्रो आँखाको पनि एउटा शक्ति हुन्छ, त्यो शक्ति पनि हामी गुमाउँछौँ। किनकि हामीले गलत भिडियो हेऱ्यो भने चाहिँ हाम्रो आँखाले पनि गलत चिज मात्र हेर्न प्रयास गर्छ क्या। दिमागले त त्यसमा सपोर्ट गरिहाल्छ नि, आँखाले पनि त्यसमै साथ दिन्छ। सो गाइज, मेरो भिडियोमा यति मात्र हो कि आफूलाई बचाउनुहोस्, ब्रह्मचार्य जीवनको पालना गर्नुहोस्। वीर्य नर्मल चिज होइन गाइज, यसलाई बचाउन आवश्यक छ। यदि यो शक्ति नाश गर्नुभयो भने तपाईँ धेरै नोक्सानी झेल्नुहुनेछ। तपाईँले धेरै जस्ता मान्छेले झेलिसक्नु पनि भएको होला। सो त्यसले गर्दा म तपाईँलाई यति भन्न चाहन्छु कि यस्ता भिडियोहरू नहेर्नुहोस्, आफूलाई बचाउनुहोस्, अगाडि बढ्नुहोस्, दिमागलाई स्ट्रङ बनाउनुहोस्। सो मेरो भिडियो यति नै। यदि तपाईँलाई मेरो यस्तो ज्ञान गुणका कुरा मनपर्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, साथमा रहेको बेल आइकन दबाउनु होला। जय श्री राम, राधे राधे।